वर्षमा 3 ठाउँ सर्ने त्रिपुरा सुन्दरी माई भगवतीको मेला आगामी मंसिर 6 र 7 गते हुने। नेपालकै प्रसिद्ध त्रिपुरा सुन्दरी माई भगवतीको मेला आगामी मंसिर 6 र 7 गते हुने भएको छ। एक वर्षमा घर, माइती र मावली गरी 3 ठाउँमा पूजापाठ गर्ने रोचक र अनौठो परम्परा रहेको न्वागी मेला आगामी मंसिर 6 गते सल्यानकोटमा र 7 गते आगिनचोक सल्यान बेसीमा हुन लागेको हो। मेलाको सम्पूर्ण तयारी पूरा भएको धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाले जनाएको छ। भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको मन्दिरमा पूजापाठ गरिन्छ। भोलिपल्ट बिहानै राणा मगर, तिमिल सिन्हा र सापकोटा थरका पुजारीहरूले भगवती माईको मूर्तिलाई पिठ्यूमा बोकेर बेसीको मन्दिरमा लैजाने गर्दछन्। भगवतीलाई बेसीमा झार्दा हातमा नाङ्गो खुडा, खुकुरी र तरबार बोकेका युवा दियो, कलश, शंख, घण्ट सहित प्रहरी र भक्तजन सहभागी हुन्छन्। यात्रामा सहभागी नहुने भक्तजनले बाटोको दायाँ बायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्छन्। मूर्तिलाई राणा मगर थरका स्थानीय पुजारी, सापकोटा र तिमिलसिना बाहेक अरू कसैले हेर्न र छुन पाउँदैनन्। हरेक वर्ष मंसिरमा विशेष तिथिमा भगवतीको मेला लाग्ने गर्छ। भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने गरिन्छ भने तिहारको भाइटिकाको दिन त्यसलाई सार्वजनिक गरिन्छ। भक्तजनहरूले आफ्नो मनोकांक्षा सिद्धि गराउन जात्राको दिन फूलको डोली ल्याउने गरेका छन्। सोही अनुसार फागुनको अन्तिमतिर विशेष साइत हेरेर फेरि कोटकै मूल मन्दिरमा भगवतीलाई भित्राउने प्रचलन रहिआएको छ। भगवतीको विभिन्न मन्दिरको बसाइलाई विवाहित नेपाली महिलाको जीवनको रूपमा हेरिन्छ। सल्यानकोटमा रहेको 2वटा मन्दिर मध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ। मंसिरदेखि चैत्रसम्म आगिनचोक स्थित बेसीको मन्दिरमा राखिन्छ। सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा 8 महिना भन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिन्छ। माई भगवतीसँग नेपालको इतिहास जोडिएको छ। पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्न जाँदा भगवतीको पूजाआजा गरी नुवाकोट विजय हासिल गरेको र त्यही बेलादेखि शाह वंशको कुल देवताको रूपमा मान्दै आएको किम्वदन्ती छ।